नमस्कार, गुड मर्निङ। आज जनवरी 13 तारिक 2026 साल। यो मैदानमा, यो फुटबल मैदानमा हाम्रो बुढाठोका दाजुभाइहरू कति उफ्रिएका थिए होला। यसो सम्झाउन बिर्साउने आज मैले लगाइदिएको छु, हेर्नु होला है। ल यस्तै छ, छोडेर बुढाहरू कोही युकेतिर, कोही हङकङ, कोही चाहिँ क्यानाडातिर पनि पुगेको समाचार छ। त्यस कारणले गर्दाखेरि कोही उपर माथि नआउने गरी स्वर्गवासतिर पनि पुगेको छ। यो मैदानमा लडीबडी खेल्नेहरू यसो फर्काएर ल्याएँ त अलिकता देखाइदिएँ। यो चाहिँ जमानाको यो दशहरा होल भन्थ्यो, अहिले पनि जीवित छ, यस प्रकारको छ। अनि यतातिर घरहरू पनि यस प्रकारको छ, जीवितै छ घरहरू पनि। अनि यो माथितिर त हलदार साहेबहरूको खाने बस्ने ठाउँहरू देखिन्छ, त्यो पनि जीवितै छ है। अनि यो रुख बिरुवाहरू, आँपको रुखहरू सबै जीवित छ, यस्तै छ। अनि अहिले चाहिँ यहाँ चाहिँ सूचना यस्तो लेखिएको छ। पहिलाको सूचना चाहिँ बुढा भएछ, अहिलेको सूचना चाहिँ यस प्रकारको छ। फेरि भेटौँला दर्शक, नमस्कार। हाम्रो 13देखि 17सम्मकोले यसो दर्शन गर्ने मन्दिरहरू यस प्रकारको छ। यो चाहिँ धरन घोपा क्याम्पको मन्दिर हो। यहाँ चाहिँ ल यस्तो लेखिएको रहेछ। यो लेखिएकोमा चाहिँ के सुकृत होम कुण्ड। अनि यता जय श्रीराम, उता चाहिँ शिवजी। अब यो मन्दिरहरू यसरी जीवितै छ। यहाँ अहिले खै गर्नुहुन्छ होला कसैले। जय श्रीराम त उहाँ सुन्तला बोकेर हिँड्दैछ भित्र। अनि यहाँ घन्टीहरू यस प्रकारको छ, जीवित त भयो। कसैले अझैसम्म त धुपधुमार गर्दै गरेको देखियो, तर पहिलाको जस्तो झिलिमिली चाहिँ देखिएन, यस्तै छ। पहिला हाम्रा विष्णु उपाध्याय अनि बेलुका गेरु कमार लिम्बू यो बनाउनु भएको रहेछ 2016 साल। 10, 16, 11, 1मा 2063मा पहिला पुरानो रहेछ। लेट सुनिना देवी जो त्यस्तै छ। ल अहिले चाहिँ यस प्रकारको छ। वरिपरिको घरहरू चाहिँ पहिलाको क्यान्टिन चाहिँ यस प्रकारको छ। क्यान्टिन घरहरू यस प्रकारको छ। अनि यतापट्टि घरहरू जीवित छ। यता चाहिँ यो पल्टने बजारतिर त्यस्तो नयाँ घरहरू बनिएको छ, डक्टर साहेबहरू बस्ने घरहरू बनिएको छ अरू। अनि यता पनि डक्टर साहेबहरू बस्ने घर बनेको छ, तर यो बुढा घरहरू चाहिँ जीवित छ। फेरि भेटौँला दर्शन। यो धरन घोपा क्याम्पको यो चाहिँ नोर्थ गेटको गार्ड रुम हो, यस प्रकारको। तपाईँहरू पहिला बुढाहरू बस्नु भएको छ, यस प्रकारको छ। अहिले पनि जीवित छ घर त, तर अलिकता परिवर्तन भएको छ। यो पिपलको रुख जीवित छ, यस्तो छ। अनि यता चाहिँ बाटो त्यस्तो मोडिफाइड भएको छ। पहिले यहाँदेखि उँभो चाहिँ चौर थियो, पहिलाको गेट बाहिरको चौर छ। अहिले यस्तरी बिपी हस्पिटल बनिएको छ, यस प्रकारको छ, यसरी बनिएको छ। अनि यो भर्खरै नयाँ चालु भएको छ यो नयाँ हस्पिटल। यता तलतिर बन्दैछ, यस प्रकारको छ बाटोहरू। फेरि भेटौँला दर्शन।